शीर्षस्थानी परमेश्वरी व्रत कथा अन्तर्गत 14 अध्याय म पढ्न गइरहेको छु। अथ चतुर्दशोऽध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ अगस्त मुनि, तिमी एक चित्त भएर सुन। त्यसपछि पार्वतीले स्वस्थानी परमेश्वरीको प्रसाद 8 रोटी 8 अक्षता 8 बेली पुष्प 8 यज्ञोपवीत 8 पान 8 कुर्का सुपारी सगुन समेत ल्याएर, हे स्वामी, अब मेरो तपस्या पूर्ण भयो। बालक कालदेखि नै हजुरलाई गाइरहेकी थिएँ, बल्ल इच्छा पूर्ण भयो। यति भनी महादेवका हातमा प्रसाद चढाई साष्टाङ्ग प्रणाम गरिन् र हे आदिपुरुष श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले मैले हजुर जस्ता स्वामी पाएँ। फेरि पनि म केही बिन्ती गर्दछु। यो ब्रह्माण्ड संसारमा कोही दुखी छन्, कोही दलिद्री छन्, कोही पापी छन्, कसैका स्त्री छैनन्, कसैका पुरुष छैनन्। अत यो व्रत प्रकाश गरिदिए सबैको उद्धार होला। यति पार्वतीले प्रार्थना गरेको सुनि महादेव आज्ञा गर्नुहुन्छ, हे प्रिय, तिमी धन्य रहेछौ संसारका दुखी दलिद्रीहरूप्रति। तिम्रो मनमा यस्तो दया रहेछ, त म यसको उपाय भन्दछु, ध्यानपूर्वक सुन। पहिले अस्वस्थमा ऋषिलाई डाक्न पठाई रसातल पातालमा पठाऊ, त्यहाँ उनले प्रकाश गरिदिनेछन्। यति महादेवले आज्ञा गरेपछि पार्वतीले हवस भनी अस्वस्थमा ऋषिलाई डाक्न पठाइन् र अस्वस्थमा आएपछि महादेव र पार्वतीलाई प्रणाम गरेर, हे भवानी शङ्कर, मलाई कुन कामले डाक्नुभयो भनी सोधे। यति अस्वस्थामाको वचन सुनि पार्वती आज्ञा गर्दछिन्, हे अस्वस्थामा, तिमी रसाचल पातालमा जाऊ र त्यहाँ जो दलिद्री छन्, जो दुखी छन्, जो पापी छन्, जसका स्त्री छैनन्, जसका सन्तान छैनन्, तिनलाई यस्ता विधिले व्रत गराऊ भनी आफूलाई विष्णुले उपदेश दिए झैँ व्रत विधि बताइन् र जाऊ भनी बिदा दिइन्। यति पार्वतीले भनेको सुनि अस्वस्थमा ऋषि प्रसन्न भई हवस भनी महादेव र पार्वतीलाई साष्टाङ्ग प्रणाम गरी रसातल पातालमा गए। हे मुने, त्यसपछि एक दिन श्री महादेवले पार्वती कत्तिकी चतुरी रहेछन् जाँच गर्नु पर्यो भनी आफू कसैले नदेख्ने स्थानमा लुक्न जानुभयो। महादेवलाई नदेखेर पार्वती यताउति खोज्दै हिँडिन्, तर कोही पाउन सकिनन् र चित्त आकुल गरी विलाप गर्न लागिन्। फेरि कता जानुभयो होला भन्दै अनेक स्थानमा खोज्दा लुकिरहेका महादेवलाई फेला पारिन् र भनिन्, हे स्वामी, हजुर किन मलाई छली लुक्न जानुभयो? म राम्री भइन रहो कि मन परिन रहो कि किन मलाई छाडेर अन्त लुक्न जानुभयो? पार्वतीले यस्तो भनेको सुनि महादेव केही पनि नबोली मनमा नै सोच्न लाग्नुभयो, यी पार्वतीले मलाई यसै छाड्ने भइनन्। अब रूप फेरेरै अर्को स्वरूप धारण गरी वन विहार गर्न जानु पर्यो। यस्तो निश्चय गरेर तत्काल अन्तर्ध्यान भई शेषमान्तक वनमा एक्लै गएर किराँतीको रूप धारण गरी वनमा शिकार खेल्दै हिँड्न लागे। फेरि पार्वतीले महादेवलाई देखिनन् र मनमा साह्रै दुःख मानी, यसरी महादेवले मलाई किन छल्नुभयो भन्ने शङ्का गरेर ध्यान दृष्टिले विचार गर्दा महादेव किराँतीको स्वरूप धारण गरी शेषमान्तक वनमा शिकार खेल्दै हिँडेको थाहा पाइन् र महादेवलाई झुक्क्याउनको निम्ति अत्यन्त राम्री किराँतिनीको रूप धारण गरी अनेक तरहका हाउभाउ कटाक्षले युक्त भएर शेषमान्तक वनमा गई एउटा ठुलो वृक्षका छायामा बसिरहन्। त्यसपछि महादेव पनि वनमा डुल्दै त्यहीँ आउनुभयो र किराँतिनी रूप पार्वतीलाई त्यहाँ बसिरहेकी देखेर तिनको रूपमा मोहित भई सोध्नुभयो, हे सुन्दरी, तिमी को हौ? देवकन्या हौ कि यक्षकन्या हौ? नागकन्या हौ कि स्वर्ग कि अप्सरा हौ? मैले देख्दा त तिमी जस्तै सुन्दरी यस ब्रह्माण्ड संसारमा हुन दुर्लभ छ। फेरि एक्लै यस वनमा आएर किन बसिरहेकी छौ? तिमीलाई डर पनि लाग्दैन कि यस भयङ्कर वनमा वन जन्तु बाघ हात्ती आदिको भय पनि कति नमानी निर्धक्कसित किन बसेकी छौ? यी सबै कुराको वृत्तान्त मलाई भन। यति किराँतिनी रूप महादेवले आज्ञा भएको सुनि किराँतिनी रूप पार्वतीले महादेव यिनै हुन् भनी चिनेर मनले दण्डवत प्रणाम गरिन्। यस बेला महादेव कस्तो किसिमले आउनुभएको थियो भने बायाँ हातमा धनुष र दाहिने हातमा त्रिशूल लिएका, शर राख्ने, ठोक्रो काँधमा भिरेका, नाकका गहना लगाएका, महाभयङ्कर अर्थात् देख्दैमा डरलाग्दो मूर्ति भएका यस्ता किराँती रूप महादेवलाई पार्वती भन्दछिन्। हे किराँत, म यहाँ बसेको धेरै दिन भइसक्यो। किराँतिनी हुनाले बाघ हात्ती आदि वनजन्तुको डर पनि लाग्दैन। म तपस्या गरेर बसेकी छु।
यस्तै तरहसित ती दुई स्त्री पुरुषको अनेक तरिका वार्तालाप हुँदा हुँदै साँझ पर्यो र किराँती रूप महादेव आज्ञा गर्नुहुन्छ, हे सुन्दरी, तिमी पनि एक्लै छौ, म पनि एक्लै छु, अत हामी दुवैजना यहीँ बास बसौँ। महादेवको यस्तो वचन सुनेर पार्वती भन्दछिन्, हे किराँत, तिमी लोग्ने मानिस, म स्वास्नी मानिस, यस्तो वनका बिचमा एक्लै कोही पनि नभएको ठाउँमा कसरी एकै ठाउँमा बास बसौँ? किनभने लोग्ने मानिसको मनमा धर्म हुँदैन। राम्री स्त्री देखेपछि आमा बाबु घरद्वार सबै बिर्सन्छन्, तसर्थ एकै ठाउँमा बास नबसौँ, यो कुरा नगर। यति किराँती रूप पार्वतीले भनेको सुनि किराँती रूप महादेवले, हे सुन्दरी, यस कुरामा तिमी केही पनि शङ्का नगर भन्नुभयो र दुवै स्त्री पुरुष त्यही वृक्षमुनि बास बसे। यही क्रमले बस्दा बस्दा निकै दिन बित्यो र एक दिन पार्वतीको मनमा विचार आयो, यसै बसेर कति दिन निर्वाह गर्ने? यी भोलानाथ त सधैँ यसरी नै बसेर पनि निर्वाह गर्न सक्दछन्, अब के युक्ति गर्नु पर्यो भन्ने निश्चय गरेर महादेवलाई छलेर आकाशवाणी भए चाहिँ गरी भन्न लागिन्, हे ईश्वर, हजुरले याद नराख्दा हामी ब्रह्मा विष्णु इन्द्रादि सबैले साह्रै कष्ट पायौँ। यसै बस्नुभयो भने हाम्रो उद्धार कसरी होला? कैलाश शून्य भएको धेरै दिन भइसक्यो। हे विषध्वज, कैलाशको चर्चा गरी हाम्रो उद्धार गर्नु अवश्य। यस्तो आकाशवाणी भएको सुनि यो कसका उपर भनेको होला? म यहाँ आएको त कसैले पनि देखेको छैन भनेर यताउता हेर्दा केही पत्ता पाउन नसकेर देवताहरूले भने होलान् भनी चुप लागेर किराँतिनी रूप पार्वतीलाई नदेखी खोज्न लाग्नुभयो। तब पार्वतीले पनि केही थाहा नपाइने गरी फलफुल टिपेर खान लागेकी थिइन्। किराँत रूप महादेव त्यहीँ पुगी, हे सुन्दरी, कहाँ गएकी थियौ? तिमीलाई खोज्दा मैले कहीँ पाउन सकिनँ भन्नुभयो। अनि किराँतिनी रूप पार्वती भन्दछिन्, हे किराँत, म कहीँ पनि गएकी छैन, भोक लाग्यो र कन्दमूल खोज्न गएकी हुँ। यसरी कुरा गर्दा गर्दै पूर्णचन्द्र भन्दा पनि राम्री पार्वतीलाई देखेर चित्त चञ्चल भई कामले पीडा गर्दा महादेवजीले किराँतिनी रूप पार्वतीलाई समात्न जाइ लागे। त्यो देखेर किराँतिनी रूप पार्वती भन्न लागिन्, हे किराँत, तिमी कस्ता रहेछौ? के तिम्रो धर्म यही हो? मैले त श्री महादेव बाहेक अरू कसैलाई पनि स्वामी तुल्याउने छैन भन्ने प्रतिज्ञा गरेर यस वनमा आई उनी महादेवको तपस्या गरी बसेकी छु। तिमीले त्यसो गर्छौ भने म तिमीलाई श्राप दिई आत्महत्या गरेर मर्नेछु। यति किराँतिनी रूप पार्वतीले भनेको सुनि किराँत रूप महादेवले, हे सुन्दरी, तिम्रो त्यस्तो प्रतिज्ञा छ भने म उही महादेव हुँ। वन विहार गर्न मन लाग्दा यहाँ वनमा आएको हुँ, नपत्याए हेर भनी आफ्नो ज्योति स्वरूप धारण गरेर दर्शन दिनुभयो। अनि किराँतिनी रूप पार्वतीले मनमा आनन्दै मान्दै पाउमा दण्डवत गरिन् र बिन्ती गरिन्, हे ईश्वर, उसो भए मेरा माता पिता कहाँ कन्यादान लिन हिँड्नु अवश्य। यति सुनि लौ हुन्छ भने किराँतिनी रूप पार्वती का पछि लागेर गए। जाँदा जाँदा हिमालय पर्वतका घर पुगे अनि महादेवले चाल पाएर यिनी त पार्वती पो रहेछन्, मलाई छलेर आफ्ना माता पिता कहाँ ल्याइन्, अब कसो गरौँ पनि लाज मानेर त्यहाँबाट अन्त्यध्यान भई किरातेश्वर शिवलिङ्ग भएर शिरस्मान्तक वनको उत्तर भागमा गई बसिरहनु भयो। फेरि महादेवलाई नदेखेर पार्वतीले अति विलाप गर्दै ध्यान दृष्टिले हेर्दा किरातेश्वर शिवलिङ्ग भएको थाहा पाई पार्वतीले पनि नित्य बागमतीमा स्नान गरेर किरातेश्वर शिवलिङ्गको ध्यान गरी षोडशोपचारले पूजा गरेर तपस्या गर्न लागिन्। पार्वतीले स्नान गरेकी हुनाले त्यस स्थानको नाम गौरीघाट भयो। जो मनुष्य गौरीघाटमा स्नान गरेर किरातेश्वर शिवलिङ्गको दर्शन गर्ला त्यसका सबै दुःख नाश होलान्, लक्ष्मी प्राप्त भई यस लोकमा सुख सम्पत्ति भोगेर परलोकमा कैलाशवास होला। हे अगस्त्य मुनि, त्यसपछि त्यही क्रमले नित्य पार्वतीले कठोर तपस्या गरेको देखि महादेव प्रसन्न भएर हँसिलो मुख गरी आफ्नो ज्योति स्वरूपको दर्शन दिए। त्यो दर्शन पाएपछि पार्वतीले अत्यन्त हर्ष मानी पाउमा दण्डवत गरिन्, अञ्जली जोरी बिन्ती गरिन्, हे ईश्वर, हजुरले मलाई किन यसरी दुःख दिइरहनु भएको छ? म हजुरकी मन परिन कि पनि अनेक तरहसँग विस्मात गरेको सुनि महादेव प्रसन्न भएर पार्वतीलाई अङ्कमाल गरी आफ्ना काखमा लिई त्यहाँबाट अन्त्यदान भई हिमालयका घर गए। यस्ता तरहसित महादेव पार्वती आफ्ना घरमा आएको देखेर हिमालय पर्वतले अत्यन्त आनन्द मान्दै पुष्पवृष्टि गरी सिंहासनमा राखेर 84 व्यञ्जन तयार गराई भोजन गराए। त्यहाँ 5 दिन बसेपछि एक दिन महादेवले
पार्वतीसँग भन्नुभयो, हे पीरले धेरै दिन भयो कैलाश शून्य भएको छ, अब यहाँ बसेर के गर्नु छ, कैलाश जाउँ हिँड, तिम्रा मातापितासँग बिदा हुन जाऊ भनेर दुवै स्त्री पुरुष गएर हिमालय पर्वतसित महादेव आज्ञा गर्नुहुन्छ। हे पिता, चैदेवी मर्नाले धेरै दिनदेखि कैलाश शून्य छ, अब तपाईँले आज्ञा दिए कैलाश जाने थियौँ। महादेवले आफूलाई पिता भनेर सम्बोधन गरेको सुनि हिमालय पर्वत बहुत प्रसन्न भई बिन्ती गर्दछन्, हे त्रैलोक्यनाथ, सम्पूर्ण ब्रह्माण्ड र देवताहरूका पितामह, तपाईँले अज्ञानीलाई झैँ मलाई आफ्नो मायाले छोपी हे पिता भन्नुभयो, मेरो समस्त अज्ञान नाश गरे पारेर विशुद्ध ज्ञान दिनु। अब सदैव तपाईँको भक्तिमा मेरो चित्त लागिरहोस्। हे शशिशेखर, पहिले पूजा गर्दछु पनि छोरी ज्वाइँ दुवैलाई नाना वस्त्र अलङ्कार पहिराई सिंहासनमा बसालेर षोडशोपचारले विधिपूर्वक पूजा गरेर भोजन गराई दुवै हात जोडेर स्तुति गर्न लागे। हे भवानी शङ्कर, जस्तै समुद्रका घरमा लक्ष्मीनारायण बस्दा समुद्रलाई आनन्द भयो थियो, त्यस्तै तपाईँ दुवै स्त्री पुरुष मेरो घरमा राज गर्नाले मलाई आनन्द भइरहेको छ। हे जगदीश्वर, हजुर कस्ता भने आफ्नो मायाले यो ब्रह्माण्ड संसारमा व्याप्त भएर बस्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। फेरि समुद्र मन्थन गर्दा कालकोट बीच निस्कियो र सारा संसार दग्ध गर्न लाग्यो। हजुरले त्यो विष आफ्नो कण्ठमा राखेर रक्षा गर्नुभयो र नीलकण्ठ नाम रह्यो। यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। हे विश्वभर आफूले सृष्टि गरी आफै संहार गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। हे परबरमा त्रिपुरासुर दैत्यलाई मार्दा हजुरको रथका अवयहरू कस्ता थिए भने पृथ्वी नै रथ, 4 वेद रथका 4 घोडा, चन्द्र सूर्य रथका पाङ्रा, ब्रह्मा सारथी, सुमेरु पर्वत धनुष, शेषनाग चाँदो र विष्णु भगवान बाण गरेर मार्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। हे युगनायक ब्रह्मा पनि तपाईँ, स्थावर र जङ्गम पनि तपाईँ, यमका यम पनि तपाईँ, नारायण पनि तपाईँ, सत्य रज तम त्रिगुण पनि तपाईँ, मृत्यु र जीवन पनि तपाईँ, देवताका देवता पनि तपाईँ, अनाथका नाथ पनि तपाईँ, विश्वरूप पनि तपाईँ, अनन्त पनि तपाईँ, अष्टवसु पनि तपाईँ, द्वादशादित्य पनि तपाईँ, दिक्पाल पनि तपाईँ। यस ब्रह्माण्ड संसारमा सम्पूर्ण प्राणीका हृदयमा बसी पाप पुण्यका साक्षी भइरहेका पनि तपाईँ। हे विश्ववज्जज, तपाईँको महिमा वर्णन गर्न हजार जिब्रा हुने शेषनाग, सरस्वती र ब्रह्माले पनि नसकेको म कसरी सकुला। यसरी हिमालय पर्वतले स्तुति गरेको सुनि महादेव प्रसन्न भएर हँस्याइलो मुख गरी, हे गिरिराज, तिम्रो श्रद्धा भक्ति देखेर म प्रसन्न भएँ। सदैव मेरो भक्तिमा चित्त लगाई अन्त्यमा कैलाश पद प्राप्त गरे। अब हामी जान्छौँ भने हिमालय पर्वत र मेनकासँग बिदा भई साँडेमा चढेर पार्वतीलाई काखमा लिई कैलाश पर्वतमा गएर प्रथम गण सहित भई आनन्दले रहे। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार संवादे श्री सुस्तानी परमेश्वरी व्रतकथायां महादेव पार्वती कैलास पर्वेशो नाम चतुर्दशोऽध्याय। हरे नमः।